नमस्कार सम्पूर्णमा नमस्ते सबैजनालाई। जुन हाम्रो कार्तिक महिनामा चाहिँ 20 र 21 गते राष्ट्रिय भिटामिन ए जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ। त्यही भिटामिन ए जुकाको औषधि र बालभिटाको खुवाउने उमेर चाहिँ बालबालिकाहरूको आज चाहिँ हामी भन्न गइरहेको छौँ। यो भिटामिन ए र यसको चाहिँ खुवाउने बालबालिकाको उमेर चाहिँ 6 महिनादेखि 5 वर्षसम्म हो र यो भिटामिन ए क्याप्सुल फर्ममा आउँछ र यसको चाहिँ 6 महिनादेखि 1 वर्षसम्मको बालबालिकालाई चाहिँ आधा क्याप्सुल दिनु होला र 1 वर्षदेखि 5 वर्षसम्मको बालबालिकाहरूलाई पुरै सिङ्गल एउटा क्याप्सुल खुवाउनु होला। त्यसैगरी यो चाहिँ जुकाको औषधि यो चाहिँ 1 वर्षदेखि लिएर 2 वर्षसम्मको लागि आधी ट्याब्लेट र 2 वर्षदेखि लिएर 5 वर्षसम्मको लागि सिङ्गल ट्याब्लेट दिनु होला। त्यसैगरी यो चाहिँ बालभिटा र यो बालभिटा चाहिँ पुडियामा आउँछ प्याकेटमा। यो चाहिँ दिनको चाहिँ एउटा खुवाउनु होला र यसको उमेर समूह भनेपछि बालबालिकाको 6 महिनादेखि 24 महिनासम्म हो, 2 वर्षसम्म। 6 महिनादेखि माथि र 2 वर्ष मुनिको बालबालिकाले खुवाउनु। यो सुरुमा चाहिँ 2 महिना खुवाउनु पर्छ र 2 महिनापछि 4 महिना ग्याप हुन्छ, फेरि 2 महिना र फेरि 4 महिना ग्याप। त्यसै गरी नै यो दिनको यो एउटा प्याकेट मात्रै खुवाउनु होला। धन्यवाद।